अहिले हामी खटाङ घुम्न आएका छौँ। खटाङको मुख्य विशेषता यसरी भेरी नदीले फन्क मारेर बीचमा टापु छेडेको छ। त्यो टापु ठुलै छ। त्यहाँ एकजना सन्यासी बस्नुहुन्छ। उहाँको एउटा कथा छ। अहिले त हिउँदो र भेरी नदी सानो छ। बर्खामा त यो यताको सुक्खा भाग पनि पानी बहन्छ रे। त्यहीबाट पानीको धारा दुईतर्फ बहन्छ। कति रोचक ठाउँ। भेरीको लीला। यहाँ भेरी थोरै उत्तरतिर बगेको छ। त्यसैले यसलाई उत्तर गङ्गा धामको रूपमा लिइन्छ। हुन त यो बागलुङमा उत्तर गङ्गा नदी भएर आउने नदी नै हो। कर्णालीको सबैभन्दा पूर्वको सहायक नदी। हुन त हामी अहिले कर्णाली प्रदेशमै छौँ। यो नदी गण्डकी प्रदेशकै पानी लिएर आएको हो। यो टापुको वरिपरि सिमेन्ट मुछेर वाल लाएको संरचना जस्तो छ। त्यो नभई प्रकृति रूपमा रहेको मानिन्छ। यहाँ टापु वरिपरि उपट खापट खटाङ खुटुङ भएको कारणले नै यहाँ यस स्थानलाई खटाङ भनिएको रे। त्यसैले त यो टापु भेरी नदीले बगाउनबाट जोगाएको छ। तर स्थानीयहरूको भनाइअनुसार यहाँ एक किसिमको शक्ति छ। त्यसैले यो टापु कहिल्यै पनि भासिँदैन अनि अथवा नदीले बगाउँदैन। हामी टापुमा आइपुग्यौँ। टापुभित्र उद्यान वा बगैँचा रूपी ठाउँहरू छ। यो धार्मिक स्थल हो। यसमा निर्माण कार्य धमाधम चलिरहेको छ। यो हरियो टापु, यो चिसो हावा, छालको मधुरो आवाजले मनको थकान धोएरै लग्यो। कुनै शब्द नै छैन यहाँ। तर पनि सबै कुराहरू बोले झैँ लाग्छ। सायद यही हो प्रकृतिको साँचो माया, जहाँ पुगेर मानिस आफैसँग भेटिन्छ र फेरि फर्किन मन लाग्छ बारम्बार यही। पानीको बहाव आफ्नै लयमा बगिरहेको। त्यसमाथि चट्टानभित्र लुकेको एउटा सानो गुफा। टाढाबाट हेर्दा सामान्य जस्तो, तर नजिक्दा लाग्यो यो त प्रकृतिले आफ्नै बनाएको एउटा रहस्य रहेछ। पानीको आवाज, हावाको स्पर्श र गुफाको त्यो अँध्यारो गहिराई सबै मिलेर मनलाई कतै टाढा लगियो। यस्तो ठाउँमा आएपछि बुझिन्छ शान्ति खोज्न कतै जानु पर्दैन, प्रकृतिसँगै बसे पुग्छ।